पोखरा भ्यालीबाट नजिकै यस्तो एडभेन्चर गर्न पाइन्छ है। यदि पोखरा आउनुभयो भने ल हेर्नुहोस्, एनिवेयर गुफा केभ ल हेर्नुहोस्, छैन त एडभेन्चर ल है। बाटो चिप्लो छ ल, यसरी यो यस्तो एरियामा आज भिजिट गर्न पाइयो। एउटा सानो समाचारको कारण हामी भेरिफाई गर्न आएको साथीहरू, यो रियल समाचार हो। ल हेर्नुहोस्, यस्तो अद्भुत खोजहरू देख्न पाइन्छ पोखरामा। वाउ, ल हेर्नुहोस् के भन्नुहुन्छ, यो के रसाइरहेको, शिलाजीत रसाइरहेको छ ल साथीहरू। ल हामी चाहिँ फिजिकल भिजिट भएको हुनाले खासै हामीसँग ड्रोन थिएन, तैपनि हजुरहरूलाई यो पहिरो गएको ठाउँ हो। र खसेको ढिस्का भनेको यही नै हो। कि माथिबाट यो पुरै ढिस्का खस्यो र खोला थुनिन गयो, त्यसपछि खोला यसरी पुरै बाहिर निस्केको छ। यो समाचार रियल हो साथीहरू। र बर्खाको सिजन छ, स्टे सेफ, झुकेर हिँड्नु होला। यही नै हो आज राति खसेको पहिरो र यसरी खोला पुरै बाहिर निस्केको छ। यो पुरै बाहिर निस्केको। नमस्कार साथीहरू, आज भने म यसरी यो सेतीको छेउछाउ नै हो। यो यसरी यहाँ यो एउटा शिव मन्दिर रहेछ, यो जङ्गल पनि रहेछ। स्थान भनेको राता पहिरो भन्छ यो एरियालाई। र आजको न्युज सुनियो, अविरल वर्षपछि यहाँ निकै ठुलो पहिरो गएर सेती थुनिएको छ भन्ने कुरो सुनिन आयो। त्यसैले म यहाँ फुटेजहरू लिन आएको छु। ल हेर्नुहोस्, हेरौँ है त सँगै। यो सेती नदी हो। यो यसरी पहिला दबिएर मुनिबाट आउँथ्यो भने यसपालि यो पुरै ढिस्को खसेर यसरी सेती नदी पुरै माथि आएको। ल हेर्नुहोस् साथी, माछा खुच्रे हिमाल अझै पनि बादलले ढाकिरहेको छ। यो अन्नपूर्ण हिमाल यसरी पहिरो पुरै खस्यो र यसरी हेर्दा परको घरहरूलाई चाहिँ अत्यन्तै जोखिम देखियो। यसरी खसिरहेको छ। पुरै बाहिर निस्क्यो। यसरी त अर्को साइड त देखाइयो। यो साइडमा झन् अझ जोखिम पानीले यो कुनाबाट हानिरहेको छ साथीहरू। यो ढिस्को खस्यो भने हेर्नुहोस्, अन्नपूर्ण हिमाल नै खस्ला जस्तो देखिन्छ। तर अन्नपूर्ण भने कति माइल पर्छ है साथी। र यो पोखरा आसपास र फेरि आसपास चाहिँ ल साथीहरू यही नै हो। पानी पुरै माटो गलेछ, आफै खसिएला फेरि। यहाँ त यो रेलिङ छ, यसले गर्दाखेरि यो घरहरूलाई अत्यन्त जोखिम हुनसक्छ। यो खोलाहरू सबै मुनिबाट जानुपर्नेमा अहिले यो
जान्छ भन्ने अनुमान खोलाले यो सानो टुक्राहरू घुचाड्यो भने गहिरो हुन्छ उतो चर्केको भाग फेरि जान्छ गर्दाखेरि ठुलो क्षति हुने सम्भावना यो एरियामा। ल साथीहरू बचेर बस्नुहोस्, यो वरपरका साथीहरू। फर्किने क्रममा उकालो चाहिँ ठाडै रहेछ, सास फुलेको अवस्था। यहाँ बुद्ध भगवान्, यो चाहिँ के को रुख? दालचिनी। यही हो दालचिनी भनेको, यो चाहिँ दालचिनीको रुख पनि रहेछ। केराको फुलहरू, नाग भगवान् भन्न सकेन। काली मेन शिव मन्दिरको प्राङ्गणमा आइपुग्यो। ल यहाँ चाहिँ यसरी यहाँ धुवानी लगाइँदो रहेछ। यहाँ आउने श्री गणेश भगवान् हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो महाराजजी, साडी। ल शिवजीको पान साडीमा विराज हुनुहुन्छ। शिवजी भगवान् विराजमान लिङ्ग हुनुपर्छ। आज साउनको पहिलो सोमबार भएको हुनाले बिहान लागेको हुनुपर्छ। सरसफाइ लाग्नुभएको छ। हनुमानजी कि ल शेषनाग हुनुहुन्छ। भ्यालीभित्र एक अद्भुत ठाउँ, मलाई पनि थाहा थिएन। त्यसरी भिजिट गर्न पाइयो। लिङ्गसँगै शेषनाग छ। अब भने यो पानी ट्याङ्की पनि रहेछ। अन्त कफी पनि लगाएका छन्। क्या हो यो? कफी जस्तै लाग्छ। के हो यो? कफी नै हो। कफी छाडीमा हुन्छ भने हो फल्न सुरु भइसकेको रहेछ है। पनि रहेछ यहाँ। शौचालयको व्यवस्था छ। शेष पानीको कुवा भने झ्याङ त्यहीँ देख्न पाइन्छ। ल यसरी यो स्वच्छ पिउने पानी, मूलको पानी चाहिँ हो। ल यसरी अब भने हामी घरतिर फर्किन लागेको साथीहरू। ल बाई बाई। मेरो भिडियो मन पऱ्यो भने हजुरहरूले लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। Stop! If you like this video, hit like right now, write your thoughts in the comments, and don't forget to subscribe, press the bell icon. Your one subscribe gives us the encouragement to bring another even more powerful video.